नमस्कार छ सबैलाई। गाउँले फेरि पनि आएको छ नयाँ प्रस्तुति लिएर। सुनिदिनु होला सबैजनाले, माया गरिदिनु होला। यो पालि अलिकति भिन्न प्रस्तुति छ। बिहान जब उठ्छु म चारैतिर हेर्छु अनि चेन्ज केही देख्दिन। सपना धेरै बोकेर हिँडिरहेको युवा म त देशमा केही गर्छु भन्थे केही बाटो भेटिन। गाउँ हेर्दा सुनसान छ, घरमा बुढा बुढी मात्र। युवा जति विदेशमा अल्पत्र भयो लोकतन्त्र। यङ ब्लड जति विदेशी भाषा, फेरि जमिन पुरै बाँझो भाषा, खेती पुरै अल्पत्र। देशमा भएको युवा कुलतमा कोही फसिरहेछ, जीवन राम्रो बनाउन यहाँ कोहीले जागिर खोजिरहेछ। जागिर भएको युवा पुगेन भनी टेन्सनमा व्यापार गर्ने डुबेर यहाँ सबैजना विदेश गएछ। नेपालीको भाग्य नै विदेशी न लेख्या हो कि भाग्य भन्ने केही नै होइन, राजनीतिले बना हो नि। विदेश भएको युवालाई नि कति धेरै टेन्सन छ। खुसी भएको देखाउन घुमेको फोटो हालिदिन्छ। एक छाक मात्र खाएर यहाँ मान्छे भोकै बसिरहेछ। घर नभएर राम्रो जाडोमा मान्छे मरिरहेछ। कसले हो यहाँ बुझिदिने यिनीहरूको पीडा? यस्तो गाह्रो कुरा कहिले हुँदैन यहाँ पुरा। विकास भन्ने कुरा यहाँ सहरमा मात्र किन भएको छ? विकासको आवश्यक बढी दुर्गम ठाउँमा चाहिरहेछ। बाटो अनि बत्ती आवश्यकको कति? स्वास्थ्य चौकी छैन, बच्चा बाटोमा त्यहाँ पाइरहेछ। नेपालीहरूको पीडा बयान गरेर सकिँदैन, कहिले सकिन्छ हाम्रो पीडा। सुरक्षाको कुरा गर्दा त्यस्तै हरि बिजोग छ। सानो मान्छे अन्याय पर्दा पुलिसले नि हेर्दैन। अपराधी को हो यहाँ हेरेर कारबाही गरिन्छ। राति हिँड्दा केटीहरू कहिले पनि सेफ छैन। किसानको हालत त्यस्तै छ, सबै पीडामा छन्। खेती गर्न सरकारसँग मद्दत मागिरहेछन्, सुन्दैन कसैले फेरि यिनीहरूको पीडा। भुल्छन् खाने भात पनि किसानले फलाइरहेछन्। शिक्षा र स्वास्थ्यको फेरि के पो कुरा गर्नु? पैसा जसले तिर्न सक्यो त्यसैले नै पाउने, पैसा तिर्न नसक्ने त्यो गरिबले के गर्ने? पैसा छैन भनेपछि ढुक्क भएर मर्ने। ट्याक्स भने सरकारले यति धेरै लिन्छ, सुरक्षा भने केही छैन, उल्टै धम्की दिन्छ। कर भने सधैँभरि टाइममै बुझाउने रे, कर बुझाउने नागरिकको जिम्मा कसले लिन्छ? पार्टी भन्ने कुरा हाम्रो घर घरमा घुसिरहेछ। बुढा एउटा पार्टी भए बुढी अर्को पार्टीमा छ। स्वतन्त्रको फेरि उदाहरण के हो बुझेनौ? स्वतन्त्रको कुरा गर्छौ, हुन कहिले सकेनौ। गोर्खाली भनी हामीले कति छाती चौडा गर्छौ। अरूको देश बचायौ, आफ्नो भने सकेनौ। देश बनाउन फेरि क्रान्ति पनि गर्यौं, भने जस्तो लिडर हामीले कहिले पनि पाएनौ। भ्रष्टाचारीहरूको अखडा बने सिंह दरबार गर्छु भनी लेकोरीले सक्यो सबै घरबार। आशा सबको एउटै बनाउने ठुलो संसार, नगर ठुलो आशा अब छोड्दै आफ्नो मनमार। नेपालीहरूको पीडा कहिले सकिन्छ? कहिले पनि लिडर हामीले राम्रो पनि पाएनौँ। सायद एक दिन बदलिएला अवश्य। को राई, को लिम्बू, को थारू, को मधेसी, को पहाडी, हामी सबै नेपाली। को बुद्धिस्ट यहाँ, को हिन्दू यहाँ, को मुस्लिम यहाँ, हामी सबै नेपाली। हामी सबै मिलेर लड्नुपर्छ।